नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल सिभिल कन्सेप्टमा। आज चाहिँ म डिप्लोमा इन सिभिल इन्जिनियरिङको थर्ड सेमेस्टरमा रहेको इन्जिनियरिङ म्याथमेटिक्स 3 को फर्स्ट क्वेसनको सोल्युसन लिएर आएको छु, जुन चाहिँ 2073 को रेगुलर ब्यागमा सोधिसकेको छ। अरु यो भन्दा अगाडि पछाडी पनि यस्ता क्वेसनहरु धेरै सोधेका छन्। मोस्ट इम्पोर्टेन्ट क्वेसन हो यो एक्जाम पोइन्ट अफ भ्यूले। यदि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी नजिकैको बेल आइकन दबाउनु होला। अब हामी लागौं यसको सोल्युसनतिर। मैले यसको सोल्युसन गरिसकेको छु, यहाँ सरसर्ती म बुझाउँछु। अब क्वेसन हेरौं। युजिङ डेफिनेसन फाइन्ड del f by del x and del f by del y where फंक्सन अफ xy इक्वल टु xy प्लस y स्क्वायर भनेको छ। अब हामीले यो डेरिभेटिभ गर्नु भनेको हो, तर हामीले डाइरेक्ट डेरिभेटिभ हैन, युजिङ डेफिनेसनबाट। अब यो कहिलेकाहीँ फर्स्ट प्रिन्सिपलबाट भनेर पनि सोध्न सक्छ, फर्स्ट प्रिन्सिपल भनेर नि यही हो। अब हामीले डाइरेक्ट गर्यो भने त यो सजिलो छ, इजी छ, सजिलै आउँछ। तर हाम्रो डेफिनेसनबाट अलिक लेन्दी हुन्छ, त्यस्तो गाह्रो छैन, सजिलै छ। यो हल्का बुझ्यो भने, थोरै कन्सेप्ट लाग्यो भने भइहाल्छ। अब हामीले x ले डेरिभेटिभ गर्दाखेरि हाम्रो के हुन्छ, फंक्सन x प्लस डेल्टा y। x ले गर्दाखेरि x प्लस डेल्टा y, डेल्टा y स्मल पोर्सन चाहिँ अब यो डेल्टा y चाहिँ x मा थपिन्छ। x ले डेरिभेटिभ गर्दा y जस्ता तस्तै हुन्छ अरु, अनि y ले गर्दाखेरि y मा डेल्टा y थपिन्छ। अब यहाँ हेरौं, डेल्टा f बाइ डेल्टा y x छ। लिमिट डेल्टा x टेन्ड्स टु 0 फंक्सन अफ x प्लस डेल्टा y कमा y हुन्छ, माइनस पछाडी माइनस फंक्सन जस्ता तस्तै हुन्छ। फंक्सन भनेको हाम्रो यो हो। अब यहाँ हेरौं, लिमिट डेल्टा x टेन्ड्स टु 0 छ, x प्लस डेल्टा। अब x प्लस y प्लस y स्क्वायर छ। अब हाम्रो यहाँ यो x को ठाउँमा चाहिँ x प्लस डेल्टा y ल्याउने। x ले गर्दाखेरि y ले गर्दाखेरि चाहिँ x जस्ता तस्तै हुन्छ, y मा y प्लस डेल्टा y हुन्छ। अब हाम्रो यहाँ x प्लस डेल्टा x थप्यो, अनि इन्टु y प्लस y स्क्वायर। अब यो y स्क्वायर जस्ता तस्तै हाम्रो y मा केही थपिँदैन, x मा मात्रै डेल्टा x थपिन्छ, माइनस यता फंक्सन जस्ता तस्तै भनेपछि पुरै हाम्रो xy प्लस y स्क्वायर भयो। अब हाम्रो यो मल्टिप्लाई भयो, x ले y मल्टिप्लाई गर्दा xy, अनि डेल्टा x इन्टु y गर्दा y डेल्टा x भयो, प्लस अनि यो स्क्वायर छँदैछ माइनस, अनि यता माइनस लेख्यो माइनस प्लस, यहाँ प्लस हुन्छ, माइनस प्लस माइनस x स्क्वायर प्लस यहाँ माइनस प्लस माइनस y स्क्वायर छ। अब यो y स्क्वायर काट्यो, x स्क्वायर काट्यो, हाम्रो के बाँकी रह्यो, y डेल्टा x भयो, मुनि डेल्टा x छ। अनि लिमिट x टेन्ड्स टु y डेल्टा x अब यो डेल्टा x र डेल्टा x काट्यो। अब डेल्टा x नै नभएपछि अब लिमिट हाम्रो ल्याउँदा यहाँ डेल्टा x नै नभएपछि लिमिट हटेर जान्छ। अब लिमिट हटेर गएपछि हाम्रो के भयो, डेल्टा f बाइ डेल x भनेको y भयो, हाम्रो y आयो। अब हामी यो गरिसक्यौं। अब हामीले चेक गर्न नि सक्छौं। अब हाम्रो डाइरेक्ट डेरिभेटिभ गर्दा के हुन्थ्यो भन्दाखेरि, अब यहाँनेरि अब डेल्टा x ले अब डेरिभेटिभ गर्दाखेरि x को डेरिभेटिभ y हुन्थ्यो, x को डेरिभेटिभ 1 हुन्थ्यो, y भनेको हाम्रो कन्स्ट्यान्ट हुन्थ्यो, y कन्स्ट्यान्ट बाहिर y आउँथ्यो, अनि हाम्रो x सँग भएकोले यो y को कन्स्ट्यान्ट भएर y बाहिर आयो। अब हाम्रो यो त पुरै कन्स्ट्यान्ट हो, पुरै कन्स्ट्यान्ट भनेपछि कन्स्ट्यान्टको डेरिभेटिभ हाम्रो 0 हुन्छ, त्यही भएर 0। अब त्यस्तै गरी हाम्रो y ले डेरिभेटिभ गर्दाखेरि del f बाइ del y बराबर लिमिट डेल्टा y टेन्ड्स टु 0 x, y प्लस डेल्टा y माइनस हाम्रो सिंगै फंक्सन f x, y जस्तो छ त्यस्तै हुन्छ, मुनि डेल्टा y हुन्छ हाम्रो यो लिमिट गर्दाखेरि। अब हाम्रो के थियो उतापट्टि, हाम्रो के भन्छ, x प्लस xy प्लस y स्क्वायर थियो। अब यहाँ हाम्रो x जस्ता जस्तै हुन्छ। अब y गर्दाखेरि y प्लस डेल्टा y भयो, प्लस y प्लस डेल्टा y को स्क्वायर भयो, माइनस पछाडीको फंक्सन जस्ता तस्तै भयो। अब हाम्रो x र y ले मल्टिप्लाई गर्यौं, xy भयो, प्लस x ले डेल्टा y लाई गर्यो x डेल्टा y भयो, प्लस अब a प्लस b को होल स्क्वायर को फर्मुला तपाईहरुलाई थाहै होला। अब a प्लस b को होल स्क्वायर को फर्मुला के हुन्छ, अब यहाँ लेख्दिन्छु म, a प्लस b को होल स्क्वायर को बराबरी के हुन्छ भन्दाखेरि a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हुन्छ। हामीले त्यही गरेका छौं। अब यहाँ हाम्रो यहाँ के छ, a भनेको हाम्रो y छ, b भनेको डेल्टा y छ। हाम्रो a भनेको y को स्क्वायर प्लस 2a भनेको y छ, इन्टु b भनेको डेल्टा y छ, प्लस b स्क्वायर भनेको डेल्टा y को स्क्वायर छ। अब यतापट्टि त हाम्रो माइनस लेखेको माइनस प्लस माइनस भयो, x y भयो, माइनस प्लस माइनस भयो, y स्क्वायर जस्तो जस्तो। अब हाम्रो यहाँ के काटिन्छ हेरौं, y स्क्वायर काट्यो, y स्क्वायर माइनस y स्क्वायर प्लस काट्यो, xy प्लस xy माइनस यो र यो काट्यो। अब हाम्रो बाँकी के रह्यो, यो एउटा रह्यो x डेल्टा y बाँकी रह्यो। त्यस्तै गरी हाम्रो अर्को 2y इन्टु डेल्टा y अनि डेल्टा y स्क्वायर, त्यति बाँकी रह्यो, हामीले त्यति सार्यौं। अब हाम्रो तीनटैमा डेल्टा y कमन छ, डेल्टा y अब डेल्टा y कमन थाल्छ, डेल्टा y र डेल्टा y क्यान्सल भयो। अब हाम्रो लिमिट लाउँदाखेरि x मा डेल्टा x छैन, x प्लस 2y भयो, डेल्टा y मा लिमिट लगायो भने डेल्टा y भनेको 0, डेल्टा y 0, त्यही भएर हाम्रो यति हुन्छ। अब हामी चेक गरौँ हाम्रो के थियो, हाम्रो इक्वेसन भनेको के थियो भन्दाखेरि xy प्लस y स्क्वायर थियो। अब हामीले y ले डेरिभेटिभ गर्यौं भने के हुन्छ, x कन्स्ट्यान्ट हुन्छ, y को डेरिभेटिभ 1 हुन्छ, प्लस अब के हुन्छ, y को डेरिभेटिभ y स्क्वायर को डेरिभेटिभ 2y हुन्छ। यो भनेको हाम्रो के हो,
एक्स प्लस 2y यो चेक गर्ने अब हाम्रो यहाँ यति हो। यदि अब तपाईँले इक्जाममा गरिसक्नुभयो अनि यदि शङ्का लाग्छ भने डाइरेक्ट डेरिभेटिभबाट हामी गरेर चेक गर्ने, सेम मिल्यो भने तपाईँको फर्स्ट प्रिन्सिपलबाट गरेकै मिलिन्छ।